कहिले पनि आफूलाई कम्फर्टेबल चाहिँ कहिले पनि लाग्दैन। म भइसक्यो बिहान उठेँ, मैले मुखसुख मजाले धोएँ। मुखसुख धोइसकेपछि अनि मैले फेसवास गरेँ। फेसवास गरिसकेपछि अनि मैले चाहिँ अनि आफ्नो मुखहरू सलक्क सफा गरिसकेपछि नुहाइधुवाइ पनि गरिनँ। आज मैले हतारको लागि हिजो मैले बोडी सुकाएर बाहिर त्यस्तै गर्रै छ बोडी, राति राति भए पनि टिपेँ। अनि त्यसपछि सर्लक्क बुढोलाई बोडी पठाउने भनेर अनि यो बोडीको झ्याङ्काटा कति थियो, छारछुट पारेर अनि झाडु लगाइसकेपछि अनि मैले सर्लक्क तलपट्टि पनि यस्तो धेरै झाडु थियो, अलिअलि त अझै बेलुकै पहालेको। अनि त्यो बोडीको झ्याङ्काटा राति पानी पऱ्यो भने चाहिँ छुटाउन सजिलो हुन्छ भनेर मैले कुनै नटिपेको हुनसक्छ नि त, त्यही गरमला भनेर सोचेको थिएँ। अनि पछि फेरि सबै टिपेको रहेछु मैले। अनि सर्लक्क गरेँ। अनि मैले त आज सधैँ पोछा लगाउँथेँ। अनि बोडीको उतापट्टिको राति हो कि 9 बजीसम्म भयो भने मैले सर्लक्कै गरेँ। सर्लक्कै बोडी केलाएँ मैले। अनि मैले आँगनमा पनि झाडु लगाउन थालेँ। अनि आँगनमा सर्लक्क मैले झाडु लगाएर अनि यो चप्पलहरू बाबु नानीले पुरै घर खुल्ला नगरिकन सर्लक्कै चप्पल निकालेछन् के भगवान्। घर बस्ने चप्पल जति सर्लक्क निकालेछन्। आफू नभएपछि यही त हो। हिजो फेरि माथिबाट गमला टन्न राखेको बङ झरेर पानी परेर हावाहुरी लाएर अब यो कुनासम्म सर्लक्कै लिएर आएँ मैले। मलाई चाहिँ त्यो अर्को प्लास्टिकको भन्दा हो यो ठिक लाग्छ। मैले हिजो त्यो प्याजहरू पनि अलिअलि सानो टुक्री थियो। अनि तिनीहरू बालुवा जति उतातिर फाल्थेँ बारीतिरै। त्यसपछि मेरो अनि अरू काम सुरु भयो। हल्का सरफ छिरेँ। अनि छिरिसकेपछि सट्ट पानी सानी लगाएँ। आज चाहिँ हिजोको माटो साटो छ नि त, बाहिरको सर्लक्क त आँगन पनि लगाउनु पर्यो भनेर सरसफाइ सर्ट तरिकाले गर्ने हो। मैले फेरि गरिसकेपछि बिहान चाहिँ आजभोलि त 5 बजे पनि कति उज्यालो हो, यो बिहानको 5 बजे हो कि। अनि त्यसपछि काम त हेरि नसक्नुहुन्छ क्या। माथि त्यस्तै, ऊ त पछाडि त्यस्तै, बिहान त्यस्तै, बेलुका त्यस्तै। अब छोरछोरी भइसक्यो घरमा। अब कुनै बेला मलाई फुर्सदै हुन्न कि, अब कसलाई हुन्छ कि हुन्न। अब मलाई भोइस ओभर गरौँ ढिलो स्वरले बोलौँ भने पनि अब के भन्छन् के भन्नु, अब चाँडै स्वरले बोलौँ भने पनि के भन्छन् के भन्नु भन्दै मेरो जिन्दगी गयो बाबै। मैले अब जसले जेसुकै भन्नुहोस् मलाई मतलब छैन। मेरो बालै फिरिदी म आफ्नो तरिकाले। अनि त्यसपछि सर पानी लगाएँ मैले। अलिअलि माटो पनि बेसरी थियो मेरो चाहिँ। यो बिहानमा मोड चाहिँ आधी घन्टा 1 घन्टा जति यस्तै हुन्छ कि। अन्त सर्लक्क सफा गरेँ। अनि यो पानी त मैले के गरेछु भने दिनभरि कति आधी घन्टा जति लगाएरै छोडिदिन्छु कि। अनि पल्लो घरको आमाले आएर ओ पानी के हो, वहाँ पर पुगिसक्यो, पानी त लगाएको लगाइछौ त नानी भन्नुभयो। अनि यहाँसम्म लगाइछु र अनि यो